हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म खाना पकाएको भिडियो देखाउने छु हजुरहरूलाई। यो चाहिँ हो क्याप्सिकम, टोफु अनि मसरुम, त्यसपछि हुन्छ आलु। म चाहिँ मसरुम मजाले टुटु टुटु काटिरहेको छु अनि बसाएँ कराईमा तेल हाले, त्यसपछि टोफु फ्राई गरे। टोफुलाई चाहिँ अलि बेरसम्म फ्राई गरे पछाडि गर्न राखेर मैले आलु तास्न राखेँ है। आलु तास्न लागेँ अनि आलु तासेर लिएर आइसके पछाडि चाहिँ अब के गर्नु, आलु नहालिकन त तरकारी कसैलाई पनि मिठो लाग्दैन नि त। सो द्याट म आलु सबै तरकारीमा नै हाल्छु। अनि टोफु फ्राई हुँदै थियो अनि यो झिक्नलाई चाहिँ कतै कतै टाँसेर त्यस्तो फुट्छ क्या। टोफु चाहिँ पनिर जस्तो हुँदैन, पनिर फुट्दैन जस्तो लाग्छ मलाई। टोफु चाहिँ टाँस्यो भने चाहिँ फुट्छ क्या। अनि मैले यत्तिको रातो भए पछाडि चाहिँ मैले यसलाई खनाएँ होइन। यसमा चाहिँ मैले नुन पनि नहालिकन फ्राई गरेको थिएँ। अनि अब यो फ्राई गरेर खनाइसके पछाडि फेरि मैले यही तेलमा फ्राई गर्छु के भन्दा मसरुम फ्राई गर्न हाल्छु मैले। यो चाहिँ सबै खनाइसके पछाडि अनि अब मसरुम नि फ्राई गर्नु पर्यो नि त। अब फेरि मलाई कि त उसिन्नुपर्छ कि क्या हो है, मसरुम उसिन्नुपर्छ, नभए चाहिँ अब एकछिन तेलमा तार्यो भने चाहिँ अलि ठिक हुन्छ जस्तो लाग्छ। त्यही भएर चाहिँ म यहाँ ग्यास बढाउँदै घटाउँदै गरेर यहाँ फ्राई गरिरहेको छु। त्यसपछि म तरकारी पकाउनको लागि चाहिँ प्याज काट्दैछु। अब प्याज त हाल्नै पर्यो नि। म धेरै जस्तो त फ्राई गर्ने तरकारीहरूमा प्याजहरू, लसुन, प्याज केही पनि हाल्दिनँ फ्राई गर्नेमा चाहिँ। नभए चाहिँ अलिअलि उस्तो ग्रेभी टाइपकोमा चाहिँ हाल्छु है। अब यसमा यो पनिर के अरे यो मसरुम पनि पाकिसक्यो, यसलाई पनि झिक्छु अब म। अनि झिकेर एउटा कचौरामा हाल्छु। त्यसपछिबाट म गर्छु म त्यसपछि के गर्छु भन्दा के अरे जिरा हाल्छु क्या। जिरा अब मेथी चाहिँ हाम्रो घरमा हिजोसम्म म मेथी पनि हाल्थेँ है। हिजो चाहिँ मैले मेथीको बट्टा आफैले नै अब खाना पकाउँदाखेरि खाली गरेको छु नि त। त्यही भएर मैले अहिले चाहिँ मेथी हालिनँ। अब छैन नि त, अहिलेलाई सकेको छ। मैले सोधा पनि सोधिनँ घरमा छ कि छैन भनेर, कति स्टक पनि हुन्छ नि त। त्यसपछि मैले काटेको प्याज हालेँ अनि आलु हाल्छु। अब चाहिँ मैले आलु र क्याप्सिकम चाहिँ फ्राई गरेको छैन नि त। अब आलु र क्याप्सिकमलाई चाहिँ एकैछिन नुन बेसार केही पनि नहालिकन मजाले पकाउँछु तेलमा। भनौँ न अब अलिअलि तेल, धेरै तेल त हाल्ने यहाँ तेल त अब भइसक्यो, कति हालिसक्यो है अघि नै। अब क्याप्सिकम र आलुलाई चाहिँ म एकछिन ढाक्दै पकाउँदै गर्छु है। अनि कस्तो हुन्छ म हजुरहरूलाई देखाउँछु। ग्यास बढाउने घटाउने मेरो काम नै थियो। ढाक्दै पकाउँदै गर्दाखेरि चाहिँ कराईमा चाहिँ अब 2-3 चोटि फ्राई भयो नि त। सो द्याट त्यो चाहिँ तल कालो डढ्न थालिसकेछ। त्यही भएर अब यसमा चाहिँ म पानी हाल्छु अनि पानी हालेर फेरि ढाक्दै पकाउँदै गर्छु। यस्तो हुन्छ। अब के गर्नु, जति फ्राई गर्न खोजे पनि पानी हाल्नै पर्ने भइसक्यो है। अब त्यस्तै छ, अब के गर्नु, यसरी नै मिठो हुन्छ नि त। त्यही भएर पानी हालेर अब ढाक्दै पकाउँदै गर्छु। हजुरहरूलाई चाहिँ यस्तो मिक्स तरकारी कस्तो लाग्छ कि हजुरहरूलाई एउटा आलु नहालिकन तरकारी पनि मनपर्छ नि त। त्यही भएर सोधेको। म चाहिँ यता दुध तताउँदैछु, दाल पाकिसक्यो अनि तरकारी पकाउँदैछु। म चाहिँ बिहान उठेर मेरो काम भनेको खाना पकाउने, त्यही भएर चाहिँ आफ्नो उसलाई गर्दैछु। अब म चाहिँ नुन हालेँ, बेसार हाल्छु। अब नुन नि अब ठिकै हाल्नु पर्ने नि त। तर हाम्रो घरमा चाहिँ नुन अलिक कम नै खानुहुन्छ भनेर आमाले कम खानुहुन्छ। आमालाई प्रेसर छ, अरूलाई त ठिकै हुन्छ, जति बढी भए पनि केही फरक पर्दैन। नुन हालेँ, बेसार हालेँ, यो धनियाँ पाउडर हालेँ अनि त्यसपछि म हाल्छु चिकन मसला। यो चाहिँ चिकन मसला हो, मिट मसला त्यो नै हाल्छु। किनभने म खुर्सानी हाल्दिनँ नि त तरकारीमा, हाम्रो आमाले खान सक्नु हुँदैन। अनि यही मसलामा चाहिँ अलिअलि पिरो आउँछ क्या। त्यही भएर हो। अनि लसुन र अदुवाको पेस्ट हालेँ। हाम्रो घरमा चाहिँ यो स्टकमै हुन्छ, किनभने हाम्रो घरमा रेस्टुरेन्ट पनि छ नि त। त्यही भएर यो चाहिँ बनेरै राखिरहेको हुन्छ फ्रिजमा। अब झिक्नै हाल्ने है, अब जतिखेर पनि चाहिन्छ नि त लसुन अदुवाको पेस्ट। अनि त्यति हालेर मैले एकछिन ढाकेर पकाएँ। अनि पकाइसके पछाडि चाहिँ मैले यो मिक्स गरिदिएँ क्या। अब अघि नै तारेर राखेको छ नि त टोफु र मसरुम, त्यही मिक्स गरिदिएँ। अब टेस्ट चाहिँ कस्तो आउँछ थाहा छैन, खाना खाने बेलामा थाहा हुन्छ। अब म ढाक्दै पकाउँदै गर्छु फेरि। अब भनेको यो सबैले नै गर्ने यही नै होला है, ढाक्ने पकाउने त हो नि। अब पानी पुगेन अथवा डढ्न थाल्यो भने पानी हाल्ने। अब तेल त थप्दिनौँ नि त हामी, पानी नै थप्छौँ। त्यही भएर ढाक्दै पकाउँदै गर्छु। अब यो चाहिँ
पाकिसक्यो। म यता दुध उमाल्दैछु। हाम्रो घरमा दुध ताता तातै खाना पाकिसक्छ भनेपछि कतिखेर खाना पाक्छ होला विचार गर्नुहोस् ल। अनि अब चाहिँ यो तरकारी पाक्यो, म यसलाई चाहिँ अर्को भाँडामा हाल्छु राख्छु, किनभने यसमा चाहिँ मैले अझै अर्को काम गर्नुपर्ने छ। के काम होला? त्यो हो दाल झान्ने काम। अब चाहिँ मैले यही कराईमा नै दाल झान्छु। अर्को सानो भाँडाहरूमा तेल हालेर मेथी के भन्छ जिरा हालेर त्यस्तो हालेर जान्दा पनि हुन्थ्यो, तर पनि अब यही नै भाँडा छ भने पछाडि म चाहिँ अर्को भाँडा किन जुठो बनाउनु भन्ने सेन्समा चाहिँ मैले यसमा नै झान्छु दाल। अनि अब कस्तो हेर्दा त मिठो देखिरहेछ है, अब चाहेको छैन। अब कस्तो हुन्छ खाँदाखेरि थाहा हुन्छ। सबैलाई नुन लागेछ भन्दै सोध्नुपर्छ, के गर्नु। आफूले चाख्ने बानी पर्यो भने चाहिँ ठिकै हो है, अब नचाख्ने बानी पर्यो भने चाहिँ त्यस्तो हुन्छ। अब चाहिँ दुध पनि उम्लिन लाग्यो, दुध उम्लिन थाल्यो। दुध उम्लेपछि चाहिँ म यसलाई एकछिन उतातिर यसको ठाउँ छ राख्ने, यो भाँडा राख्ने ठाउँ छ, हाम्रो दुधहरू राख्ने ठाउँ छ नि त, उम्ल्यो। अब यसलाई म उतार्छु ग्यास बन्द गरेर। ग्यास पनि म बन्द गरिदिएँ, एकछिन पाके पछाडि ग्यास बन्द गरेँ है। अब चाहिँ यसलाई चाहिँ म यसको ठाउँमा राख्छु, किनभने यो ग्यास युज हुन्छ नि त फेरि। यहाँ राख्यो भने चाहिँ अलि अप्ठ्यारो पनि हुन्छ खाना पकाउनको लागि। सो म यसलाई चाहिँ यसकै ठाउँमा राखिदिएँ। त्यसपछि जान्छु म पकाउनको लागि चिया। अब चाहिँ दाल बिहान नै पाकिसकेको थियो नि त, अनि यसलाई चाहिँ मैले गरेँ कुकरको ढक्कन पनि डाङ 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 हान्नुपर्छ क्या, यहाँ टाइट भएर के गर्नु गाह्रो छ। दालमा चाहिँ पाकिसकेको रहेछ, मजाले पाकेको रहेछ। अब यसमा चाहिँ म पानी हाल्छु, किनभने चाहिँ यो बाक्लो हुन्छ नि त, त्यही भएर म पानी हाल्छु। अनि यसलाई चाहिँ म झान्नतिर लाग्छु। कराई चाहिँ मैले स्ट्यान्ड बाई राखेको छु है। अब त्यो कराईमा चाहिँ म तेल हाल्छु, थोरै तेल हाल्छु। अनि तेल तात्यो भने चाहिँ जिरा हाल्छु, जिराले जान्छु म। अनि त्यसपछि चाहिँ म जिम्मु भनेर मैले चाहिँ यहाँ मेला लागेको बेलामा जिम्मु भनेर किनेको थियो। यो जिम्मु हो कि होइन मलाई थाहा छैन होइन, अब यही नै जिम्मु भनेर युज गर्ने मैले यही नै हो। अब जिम्मुले जान्छु म। अब लसुनहरू पनि हाल्न मिल्थ्यो, तर पनि मलाई अल्छी लाग्यो क्या लसुन काट्नको लागि, त्यही भएर मैले जिरा र जिम्मुले जाने। अब त्यसले पनि जान्दा नि त्यस्तो नराम्रो टेस्ट आउँदैन नि त। सो मैले त्यसरी जाने। अब एकछिन त्यो ढाकिदिन्छु, उम्लिन्छ। त्यो तिनजेल चाहिँ मैले मम्मीलाई सासूआमालाई चाहिँ, सासूआमाले कालो चिया खानुहुन्छ नि त, सक्खर हालेको, त्यही भएर म यहाँ सक्खर झिकेर हालिराखेको छु क्या। अब चिनी हाल्नुभन्दा पनि अलि हेल्दी हुन्छ भनेर हो, तर अब गुलियो त सबै एउटै नै हो होइन। अब यो र मेटेरियल टाइपको हो, तर अब के गर्नु, सुगर भन्दा त राम्रै होला भन्ने सेन्समा मैले सक्खर हाल्छु है। हजुरहरूले सक्खर भन्नुहुन्छ कि गुड भन्नुहुन्छ कि बेली भन्नुहुन्छ के भन्नुहुन्छ थाहा छैन। अनि अब चिया पनि पाक्यो, म मेरो सासूआमालाई अब चिया लगेर दिन्छु। अब अहिलेलाई चाहिँ 8 बजे होला भन्नु पऱ्यो होइन। अब मैले घडी हेर्नै बिर्सेछु कि 8 बजे चाहिँ मैले मेरो सासूआमालाई चिया लगेर दिएँ। त्यसपछि दाल पनि उम्ल्यो। दाल उम्लेपछि अब यसलाई पनि म साइड लगाउँछु। फेरि यसमा चाहिँ गर्नुपर्ने हुन्छ, ऊ मेरो बुढाको मिल्क टी प्लिज भनेर आइसक्यो। अब म दुधको चिया बसाल्छु, किनभने मैले पनि चिया खाएको छैन नि त। अनि मेरो बुढाले पनि बिहान कालो कफी चाहिँ खानुभएको थियो। अब चिया चाहिँ फेरि चाहिहाल्छ नि, नेपाली भएपछि दुधको चिया त खानै पर्यो। त्यसपछि मैले चामल पनि धोएर लिएर आइसकेँ। हाम्रो धारा चाहिँ बाहिर छ नि त, अब यहाँनिर भान्साभित्र नै छैन धारा, त्यही भएर मैले बाहिर गएर चामल धोएर लिएर आइसकेँ। अब चिया हाल्छु, म चाहिँ चिनी नहालेको चिया खान्छु है। चिया त खान्छु तर चिनी बिना। अब मेरो बुढालाई चाहिँ म चिनी पनि हालिदिन्छु ल, लिटिल बिट सुगर भनेको थियो नि त, त्यही भएर ठ्याक्क चिया खान आउनु भनेको, अनि ठ्याक्कै आउनुभयो नि त। अनि उहाँलाई चाहिँ यो हिजो कफी किनेको कप थियो क्या, कप फ्रीमा आउँदो रहेछ, अनि त्यही कपमा खानु। अब आफूले मेहनत गरेर लिएर आएको भनेर उहाँलाई चाहिँ त्यो कपमा कफी खान भने मैले। मेरो बुढाको एक्सप्रेसन कडा छ, कडा, अब केही पनि साध्य छैन। उहाँ चाहिँ ऐना हेर्दै चिया खाँदै गर्नुहुन्छ, हिरो मान्छे जस्तो लाग्दो होला नि त। अनि मैले यता भात पनि बसालिसकेँ, किनभने अब भात चाहिँ बसाल्नु पऱ्यो नि त। दाल तरकारी पाकिसके पछाडि भातले सिटी पनि लाउँदैछ। पानी धेरै भयो, त्यही भएर चाहिँ मैले बन्द गरिदिएँ एकछिन त्यो इन्डक्सनै बन्द गरिदिएँ। त्यसपछि फेरि मैले जोडेपछि चाहिँ मजाले त्यो पानी नफ्याँकिकन सिटी लाग्यो। त्यसपछि अब खाना चाहिँ पाक्यो। 8:30मा चाहिँ खाना पाकिसक्यो है। ओके बाई गाइस।